हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो है ल गाउँमा आएपछि ल फेरि अर्को भिडियो काफल खान जानु लाग्यो डल्लेर म ओइ डल्ला ओइ कपिराइट लाउँछ अहिले सन्छ ल ओइ के हिँड्छ र सरको भेटेको अस्ति नै होइन कुशलको ब्लगमा कसले खनाने फेरि जान पर्ने हो दौडिन पर्ने ल काफलको बुट्टानिर नि आइसक्यो सुजन चाहिँ उहाँ घर गइछन् मगर काम परेर के बुट्टा चाहिँ यहाँ हो यो हो खरे अहिले त खै सब सुकिसकेछ क्या हल्का हल्का चाहिँ रहेछ अनि माक्रे खाइदिने ल बुट्टा त माक्रे म त बुट्टा नछरेको नि कति भइसक्यो खत्रै भएर छ रातो रातो भइछ मलाई बुट्टा त चरे राम्रैसँग माक्रे खै माथि माथि रहेछ कि माथि पनि छैन त अहिले एउटा बन्टिएर जानु त यहाँ त खै छैन त अलिअलि मात्र छ त पराउमा नि फलेको छैन क्या अहिले त किन त्यही घर पनि ए बा च्याउलाउने वाट आई एक्सपेक्टेसन भर्सेस रियालिटी भयो नि त यहाँ त च्याउलाउने माथि जाने र वहाँ माथि छ गरे बरु ल माथि चाहिँ आइयो खासै छने छैन अलिअलि छ नेटबाट गीत बजाएको अघिसम्म अन्त हेरौँ न यो काफल फेरि ओहो कडा बेच्छ कोही ठाउँमा करे छ ऊ खसो कोही ठाउँमा फेरि छँदै छैन क्या कटा कटा बेच्छ यार यस्तो कडा खाने होइन ए यत्रो हल्का खायो म त दलले ट्याटिम लाग्छ नि हो के भयो त्यो लसिन रहेछ नि खट्रे टिपेर झोला हाल्नु पर्यो अहिले खानेहरू एकछिनमा हेऱ्यो म त्यति बेलासम्म टिपेर हाल्छु यो झोला र काफल चाहिँ माकुरी कडै कडै हाइन्छ बुट्टा हेर नि त्यति तल हेर अझ तल गयो होइन गयो गयो नि अब के हुन्छ सिधै तल पुगिन्छ माथि पुगिन्छ भर छैन एउटै छ तल सिधै टर्ला अनि तल त्यही तल ए अमिलो कोही त औडै अमिलो हात हरियो टिपेछु क्या मलाई के थाहा कापल सापल खाएर नि झरेर नि फर्क्यौँ होइन झ्याउला क्या अहिले खाना खाएर अनि अहिले दिउँसोतिर उता जङ्गलतिर जानुपर्छ जङ्गलमा बरु खतरा छ होला यहाँ भन्दा यहाँ चाहिँ खासै छैन रहेछ पोहोर चाहिँ भइथ्यो खत्रै अहिले छैन रहेछ थाक्यो यार मायाको त्यही भएर झर्दा नि अन्त अहिले भेटौँला ल जङ्गलतिर गइन्छ होला अहिले जङ्गलमा छ यहाँ चाहिँ अलि पोहोर जस्तो छैन रहेछ क्या अहिले पुरै किन त्यस्तो भयो डल्ले उहाँ पुगिसकेको छ नि यस्तै एक्लै छाडेर मैले आजको हाम्रो सेकेन्ड काम यो घाँस काट्ने डल्ले सरकारी हेर त दुईवटा आसी ल्याए बा हेलो गाइज हामी फेरि एकछिनमा घाँस बोकेर आइसक्यो ल घाँस मार्दैछ नि म चाहिँ घाँस बोकिसकेँ आया टाउको दुख्छ अघि ठोकेकोमा फेरि त्यही माथि परिच हो नौलो दौडै दुख्छ त हलुङ्ग त्यो झन् हल्का हलुङ्ग त्यो त के भयो त बोके भयो त ल ल ल ल डल्लै यस उठ्यो 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 या ल फाइनली कपडा धुनु भने आइयो कपडा धुने अनि उहाँ गएर फेरि पारी केटाहरूलाई रिसिभ गर्नु जानु छ पारी आज उहाँ घरमा जानु छ अनि केटाहरूसँग गएर केटाहरूसँग भेट्ने भोलि केटाहरूसँग यहाँ आउने होला बल्ल आइयो पानी नि सानो रहेछ यार अहिले त अब बढ्छ होला नि पानी यहाँको खत्रै ए भाइ के भइन्छ र मलाई यार वाउ पानी चाहिँ कडै खाने